रिलेसनल अपरेटर पढाएका थियौँ। अहिले अपरेटर टपिक चल्दैछ। त्यसमा आजकोमा हामी तीनवटा अपरेटर एकै दिनमा पढ्छौँ। अलिकति सानो सानो कन्सेप्ट छ, यसलाई पछि फेरि प्रोग्रामिङमा धेरै युज गर्न सकिन्छ। जति पनि अहिले हामी अपरेटरहरू पढिरहेका छौँ, पछि कन्डिसनल स्टेटमेन्टमा, लुपिङमा सबैमा काम लाग्छ। यो इन्क्रिमेन्ट र डिक्रिमेन्ट, फर्स्टमा के छ इन्क्रिमेन्ट र डिक्रिमेन्ट अपरेटर। नामले के छ इन्क्रिमेन्ट, इन्क्रिमेन्ट भनेको बढाउने र डिक्रिमेन्ट भनेको घटाउने। प्लस प्लस र माइनस माइनसलाई भन्छ इन्क्रिमेन्ट डिक्रिमेन्ट अपरेटर। यो युनरी अपरेटर हो जसमा एउटा अपरेन्ड मात्र युज भएको हुन्छ। द अपरेटर प्लस प्लस एड्स 1, प्लस प्लसले के गर्छ 1 एड गर्छ टु द अपरेन्ड। अपरेन्ड जुन हुन्छ भेरिएबल जुन हुन्छ त्यसमा 1 एड गर्छ प्लस प्लसले। व्हाइल माइनस माइनस सबट्र्याक्ट 1, माइनस माइनसले के गर्छ त्यो अपरेन्डबाट माइनस गर्छ, घटाउँछ। प्लस प्लस m लेख्नु र m प्लस प्लस लेख्नु दुवै एउटै कुरा हो। यसलाई भन्छ प्रिफिक्स अपरेटर, यसलाई भन्छ पोस्टफिक्स अपरेटर। अनि यो भनेको प्रिफिक्स। दुईटैले के गर्छ 1 भ्यालु बढाउँछ m मा। प्रिभियस पहिलाको जुन भ्यालु हुन्छ त्यसमा 1 बढाउँछ। यसलाई सर्ट ह्यान्डमा m प्लस इक्वल टु 1 पनि लेख्न सकिन्छ। असाइनमेन्ट अपरेटरमा अस्ति हामी डिस्कस गरेका थियौँ। m प्लस इक्वल टु 1 भनेको m इक्वल टु m प्लस 1 र यसलाई m प्लस 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 m ले पनि डिनोट गर्छ। ठ्याक्कै पोस्टफिक्समा के हुन्छ m प्लस प्लस भनेको m इक्वल टु m प्लस 1, m प्लस इक्वल टु 1। m माइनस माइनस भनेको m इक्वल टु m माइनस 1, m माइनस इक्वल टु 1। सर्ट ह्यान्ड अपरेटर हो। अलिकति मात्रै फरक छ त्यसमा। अर्को अपरेन्डको लागि भ्यालु जब इभ्यालुएट हुन्छ त्यति बेला मात्र योमा हल्का फरक छ। के छ भने हामी एक्जाम्पलको थ्रु हेरौँ। अब एउटा कुरा यहाँ लेखिएको छ, यसलाई हामी पछि यो प्रोग्रामबाट बुझौँ, त्यसपछि सजिलो हुन्छ। a को भ्यालु कति राखेको छ 5। त a को भ्यालु 5 छ भने यो a प्लस प्लस यो भनेको के हो भने जब यो स्टेटमेन्ट खतम हुन्छ a प्लस प्लस भनेको a जोड दिन्छ। a इक्वल टु के हुन्छ a प्लस 1 भइहाल्छ। त a को भ्यालु कति छ 5, आ प्लस 1 भनेको कति भइहाल्छ 6 भइहाल्छ। त यसको आउटपुट कति हुन्छ 6, यसको आउटपुट 6 हुन्छ। अर्को कुरा हेर्नु, यो ठाउँमा के हुँदैछ b इक्वल टु a प्लस प्लस छ। त a को जुन भ्यालु छ कति छ यो पछि स्टेटमेन्ट पछि 6 छ। 6 के हुन्छ त्यसमा एसाइन भइहाल्छ b को लागि। राम्रोसँग बुझ्नु, a को भ्यालु जुन 6 छ अहिले a को भ्यालु जुन छ पहिला इन्क्रिमेन्ट नगरिकन अगाडि नै b मा के हुन्छ एसाइन भइहाल्छ। त b को भ्यालु भइहाल्छ 6, b को भ्यालु कति भइहाल्छ 6। त्यसपछि a प्लस प्लस छ। त यो इन्ड हुने बित्तिकै a को भ्यालु फेरि बढिहाल्छ। a इक्वल टु के भइहाल्छ a प्लस 1 भनेको 6 प्लस 1 कति भ्यालु 7। जब यो कोड रन हुन्छ त a को भ्यालु प्रिन्ट हुन्छ 7 र b को भ्यालु कति हुन्छ 6 हुन्छ। अब यो कुरालाई हामी यहाँ लेखेका छौँ। यो b इक्वल टु a प्लस प्लस, यहाँ b इक्वल टु a प्लस प्लस छ। त a को जुन भ्यालु छ नि पहिलाको भ्यालु त्यो b मा एसाइन भइहाल्छ भनेको इन्क्रिमेन्ट गरिएन पहिला त्यो भइहाल्यो। अब यो a प्लस प्लस a को भ्यालु के हुन्छ त यो लाइन खतम हुने बित्तिकै a को भ्यालु 1 बढिहाल्छ। त a प्लस 1 भनेको 6 प्लस 1 कति भइहाल्छ 7, यो a मा गइहाल्छ। सरी 7 र 6 भइहाल्यो। अब यो ठाउँमा हेर्नु, जस्ट यहाँ पोस्टफिक्समा थियो प्लस प्लस, यहाँ के छ प्रिफिक्समा छ। त प्लस प्लस a भनेको यसको लागि पहिला इन्क्रिमेन्ट गराइदिन्छ अनि यो b मा राखिदिन्छ। यहाँ के थियो पहिला इन्क्रिमेन्ट भइरहेको थिएन, पहिलाको प्रिभियस भ्यालु नै b मा आइरहेको थियो। तर यहाँ के छ पहिला इन्क्रिमेन्ट गराइदिएको छ भने पहिला a को भ्यालु बढिहाल्छ, त्यसपछि b मा जान्छ, a को भ्यालु बढ्छ नि। यसको मतलब यहाँ के भयो त b को भ्यालु अब a को भ्यालु कति छ 7 छ। त पहिला बढिहाल्छ a को भ्यालु, तब यसमा एसाइन भइहाल्छ भने b को भ्यालु a को भ्यालु पहिला 7 थियो। त अब कति हुन्छ a को भ्यालु 8 हुन्छ र त्यो 8 पहिला बढाएर b मा हाल्दिन्छ भने त्यसको भ्यालु कति भ्यालु 8, b को भ्यालु 8 भ्यालु। अनि a को भ्यालु के हुन्छ a को भ्यालु पनि के हुन्छ a प्लस 1 हुन्छ। दैट मिन्स यो पनि कति भयो 8 भयो। यो लाइनमा दुवैको भ्यालु 8 भइहाल्छ। यही कुरालाई हामीले यहाँ लेखेका छौँ। b इक्वल टु प्लस प्लस के छ भने a को भ्यालु जुन प्रिभियस हुन्छ त्यसमा अगाडि बढाएर भ्यालु एसाइन गरिदिन्छ। त्यसपछि अब a को भ्यालु यो b हैन, यो a को भ्यालु के हुन्छ a प्लस 1 हुन्छ नि। सरी ठिकै थियो। b इक्वल टु के हुन्छ a को भ्यालु 1 बढाएर b मा राखिदिन्छ अनि a को भ्यालु त a प्लस 1 हुन्छ नि। त्यसो भए यहाँ कति भयो 8 हुने भयो।
अब यो ठाउँमा त्यसो भए यो ठाउँमा के हुन्छ a माइनस माइनस a को भ्यालु त 8 छ त a को भ्यालु 8 त्यतिकै राखिदिन्छ तब a माइनस माइनस 1 घटाइदिन्छ यसको मतलब b मा यहाँ कति हुने भयो b मा 8 हुने भयो अनि a मा भनेको 7 हुने भयो 7 यहाँ घटाइरहेको छ नि त a को भ्यालु त a को भ्यालु घटिहाल्छ a को भ्यालु जुन पहिला छ त्यही यहाँ राखिहाल्छ त्यसको मतलब यहाँ रन गर्दाखेरि के हुन्छ a को भ्यालुमा 7 हुन्छ र b को भ्यालुमा कति हुन्छ 8 हुन्छ अब यहाँ हेर्नु b इक्वल टु माइनस माइनस a छ त माइनस माइनस a भनेको a को भ्यालु कति हो 7 हो नि पहिला घटाइदिन्छ भनेको 6 भइहाल्छ त्यो 6 कहाँ गइहाल्छ b मा यसको मतलब b इक्वल टु कति भइहाल्यो 6 भइहाल्यो अनि त्यसपछि a को भ्यालु फेरि के हुन्छ a माइनस 1 हुन्छ नि त a को भ्यालु कति हुने भयो फेरि a को भ्यालु हैन 5 कहाँ a को घटाएर a को भ्यालु यदि 7 छ भने 7 मा 1 घटेर कति भयो 6 भयो नि त्यो a को भ्यालु हो अहिले त यो 6 पहिला यहाँ राखिदिन्छ त्यही भ्यालु फेरि a मा भइहाल्छ अनि a को भ्यालु त चेन्ज भइहाल्यो नि 6 भइहाल्यो त्यही 6 यहाँ पनि भइहाल्छ र a को भ्यालु त अलरेडी यो माइनस माइनस a भनेको के गर्यो हामीले a घटाए त्यो घटाएको भ्यालु b मा असाइन भइहाल्छ तर यहाँ के भइरहेको थियो पहिला a को भ्यालु जुन यहाँ थियो नि पहिला असाइन भइहाल्थ्यो तब घट्थ्यो यहाँ पनि ठ्याक्कै त्यही भइरहेछ घट्छ र घटेको भ्यालु यहाँ असाइन भइरहेछ त्यहाँ घटेको भ्यालु असाइन भइरहेको थिएन किनभने यहाँ डाइरेक्ट त्यही भ्यालु असाइन हुन्छ ठ्याक्कै यो लजिक त्यसपछि यहाँ के हुन्छ यसको भ्यालु पनि कति हुने भयो 6 हुने भयो र a को भ्यालु पनि 6 भयो 6 र 6 यसरी आउटपुट भयो हामीले यसमा के बुझ्नु पर्छ कि प्रिफिक्समा के हुन्छ a को भ्यालु बढाएर b मा असाइन हुन्छ a को भ्यालु बढ्छ ने र पोस्ट फिक्समा के हुन्छ भने a को भ्यालु जुन प्रिभियस हुन्छ त्यो मात्रै b मा हाल्दिन्छ भनेको a को भ्यालु b मा गइहाल्छ र a को भ्यालु पछि बढ्छ नि त a प्लस प्लस भनेको बढाउँछ माइनस माइनस भनेको घटाउँछ यो भिडियो फेरि रिपिट गर्नु कुनै कन्फ्युजन छ भने र बुक पनि पढ्नु कन्फ्युजन दूर हुन्छ सुरुमा अलिकति बुझेको जस्तो लाग्यो पछि यसलाई रिपिट गरेर हेर्नु भयो भने प्र्याक्टिस गर्नु भयो भने मजाले बुझिन्छ हैन भने भोलि क्वेशन टिपेर राख्नु हामी एक्सप्लेन गर्छौं सँगै अर्को छ कन्डिसनल अपरेटर कन्डिसनल अपरेटर भनेको त्यो इफ इल्स मा काम लाग्छ कहाँ काम लाग्छ इफ इल्स को कन्सेप्टलाई यहाँ कन्डिसनल अपरेटरमा र यसलाई भन्छ टर्नरी अपरेटर तीनवटा युनरी हुन्छ प्लस प्लस लाई युनरी भन्छ त्यसपछि माइनस माइनस लाई युनरी अपरेटर जसमा एउटा अपरेन्ड भयो बाइनरी भनेको प्लस माइनस मल्टिप्लिकेसन डिभिजन जस्तै a + b यसमा दुईटा अपरेन्ड हुने भयो त्यसको लागि बाइनरी अपरेटर भन्छ र यो एउटा टर्नरी हो जसमा तीनवटा भेरिएबल युज गरेर हामी के गर्छौं एक्सप्रेसन बनाउँछौं एउटा फर्स्ट एक्सप्रेसन दिएको हुन्छ त्यसपछि यो कन्डिसनको यो एक्सप्रेसनको आधारमा यदि यो ट्रू छ भने यो काम गर्छ एक्सप्रेसन 2 यदि यो फल्स छ भने एक्सप्रेसन 3 काम गर्छ यसलाई यसरी हामी प्र्याक्टिकली बुझौं a को भ्यालु कति छ 10 b को भ्यालु कति छ 15 अब a लेस देन b छ हो कि हैन 10 लेस देन 15 ट्रू कि फल्स ट्रू हो नि 10 15 भन्दा कम छ यदि ट्रू छ भने कुन काम गर्छ पहिलो यो पहिलो काम गर्छ हैन भने पछिको काम गर्छ यो ठीक छ भने प्रिन्ट अफ के हुन्छ सरी 10 हुन्छ नि त यो a को भ्यालु प्रिन्ट हुन्छ यदि यो ठीक छ भने पहिला प्रिन्ट हुन्छ त a को भ्यालु कति छ 10 छ त 10 प्रिन्ट भयो अर्को यता हेर्नु यही कुरालाई हामी यसरी लेखेका छौं x इक्वल टु छ a ग्रेटर देन b a ग्रेटर देन b भनेको अब यहाँ हेर्नु a को भ्यालु कति छ 10 a को भ्यालु कति छ 10 त 10 ग्रेटर देन 15 यो ट्रू छ कि फल्स छ फल्स छ नि 10 के 15 भन्दा ठुलो हो हैन यदि हैन भने फल्स छ भने यतातिरको काम गर्छ त b को भ्यालु के हुन्छ x मा असाइन हुन्छ त b को भ्यालु कति छ 15 त 15 के मा असाइन हुन्छ x मा र 15 प्रिन्ट भइहाल्यो यसको मतलब हेर्नु यहाँ लेस देन दिइराछ त दुईटा नम्बरमा लेस प्रिन्ट भइराछ यहाँ ग्रेटर देन दिइराछ त दुईटा नम्बरमा कस्तो प्रिन्ट भइराछ ग्रेटर भनेको यो एक्सप्रेसनको आधारमा ट्रू छ भने यो काम गर्छ फल्स छ भने उतातिरको काम गर्छ हो यसमा लगभग यही कुरा यहाँ लेखेको छ यदि a ग्रेटर देन b हुन्छ भने a को भ्यालु असाइन भइहाल्छ हैन भने के हुन्छ b को भ्यालु यहाँ असाइन हुन्छ त्यही कुरा यहाँ हुँदैछ यही ट्याक्कै a ग्रेटर देन b छ भने a को भ्यालु असाइन भइहाल्छ फर्स्ट एक्सप्रेसन यो एक्सप्रेसन ट्रू छ भने यो एक्सप्रेसन भइहाल्छ यदि यो एक्सप्रेसन फल्स छ भने यो भइहाल्छ ट्याक्कै त्यही कुरा कन्डिसनल जस्तै अब आजको लास्ट टपिक कमा अपरेटर त कमा अपरेटर भनेको
कुनै पनि एक्सप्रेसनलाई ठुलो एक्सप्रेसनलाई यसले छुट्याउने काम गर्छ। त यहाँ लेखेको के छ भने यसको मेन कन्सेप्ट लजिक ए कमा लिस्ट अफ एक्सप्रेसन आर इभ्यालुएटेड लेफ्ट टु राइट भनेको लेफ्ट टु राइट यहाँबाट एसाइन हुँदै जान्छ भ्यालुहरु लेफ्ट टु राइट एसाइन हुँदै जान्छ। अस्ति के थियो पहिला भ्यालु एसाइन हुनुपर्छ त्यसको x को भ्यालु हुनुपर्छ y को भ्यालु हुनुपर्छ तब मात्र x + y हुन्छ त्यो एक्सप्रेसनमा। तर कमा अपरेटरले के गर्छ भने यहाँ यसको भ्यालु जो लेफ्ट टु के हुन्छ राइट हुन्छ एन्ड द भ्यालु अफ द राइट मोस्ट एक्सप्रेसन इज द भ्यालु अफ द कम्बाइन्ड एक्सप्रेसन र राइट मा जुन भ्यालु हुन्छ नि त्यही भ्यालु के भइहाल्छ कम्बाइन्ड अपरेटरमा यतातिर एसाइन भइहाल्छ। अब यो के भनेको हो भने a b कमा अब यता हेर्नु a बटु कति छ 5 लेफ्ट टु के हुन्छ राइट b बटु कति छ 6 त्यसपछि a + b भनेको के हो दुवैलाई जोड्छ र जोडेको भ्यालु कहाँ गइहाल्छ यसमा गइहाल्छ कमामा। ए कमा लिंक लिस्ट अफ एक्सप्रेसन आर इभ्यालुएटेड लेफ्ट टु राइट यहाँबाट लेफ्ट टु राइट एक्सप्रेसन त्यो हुन्छ टु द राइट एन्ड द भ्यालु अफ द राइट मोस्ट एक्सप्रेसन भनेको भ्यालु अफ द राइट मोस्ट एक्सप्रेसनमा जुन भ्यालु हुन्छ त्यो भ्यालु कहाँ गइहाल्छ कम्बाइन्ड एक्सप्रेसन यो कमाको भ्यालु भइहाल्छ। त 5 र 6 लाई जोड्यो भने कति भइहाल्छ 11 त त्यो 11 कमामा कति भइहाल्यो 11 भइहाल्यो। अब यहाँ हेर्नु अलिकति यो ठाउँमा a = 5 छ b = 6 छ a = 5 छ त लास्टमा a = 5 छ लास्टमा कति छ a = 5 त राइट मोस्ट को भ्यालु के भइहाल्छ यहाँ कमामा गइहाल्छ। मानौ यहाँ 6 छ यहाँ कति छ 6 छ 6 छ भने के हुन्छ a = 5 छ b = 6 छ a = 6 त a = जुन लास्ट को राइट मोस्ट को जुन हुन्छ नि त्यो कहाँ गइहाल्छ यो ठाउँमा गइहाल्छ। अब अस्ति हामी एउटा सिम्पल एक्जाम्पल के हेरेका थियौ प्रिन्ट अफ पर्सेन्टेज दियो x को भ्यालु 5 छ y को भ्यालु कति छ 6 छ त x + y भनेको x + y को त भ्यालु केही छैन अहिले त केही छैन त त्यहाँ के हुन्छ यहाँ गार्बेज भ्यालु प्रिन्ट भइहाल्छ के प्रिन्ट भइहाल्छ गार्बेज भ्यालु त x को भ्यालु कति भइहाल्छ 5 र y को भ्यालु 6 भइहाल्छ अनि त्यसको भ्यालु अब एसाइन नै हुँदैन किनभने यहाँबाट भ्यालु एसाइन हुँदै जान्छ रिजल्टमा त y को भ्यालु अब 6 लिन्छ x को भ्यालु कति लिन्छ 5 लिन्छ त्यसपछि x + y भनेको दुवैलाई जोडेर के हुन्छ 11 भइहाल्छ। यस्तो कुरा हुन्छ यो कन्फ्युज नहुनु है यो कमा अपरेटरमा लास्टमा एक्सप्रेसनमा त्यो राइट मोस्ट को भ्यालु यहाँ जान्छ यहाँबाट एसाइन हुँदै जान्छ अनि राइट मोस्ट को भ्यालु जान्छ तर यो डाइरेक्ट प्रिन्ट गर्ने बेलामा के हुन्छ भ्यालु पहिला एसाइन हुनुपर्छ त्यसपछि मात्र के हुन्छ रिजल्टमा आउँछ। त्यही कुरा ल थ्यांक यू एभ्रीबडी।